मैले छोटोमा आदरणीय सभाध्यक्ष महोदय, मञ्चासीन आदरणीय गुरु, धेरै समयपछि भेट हुनुभएको छ आदरणीय कृष्ण प्रसाद सर, मञ्चासीन लगायत कार्यक्रममा उपस्थित सम्पूर्णलाई यथोचित साहित्यिक अभिवादन व्यक्त गरेँ र म जीवन पथ शीर्षकको एउटा कविता वाचन गर्ने अनुमति चाहे। म लेख्न त अलिअलि कोसिस गर्छु, वाचन चाहिँ मेरो मूल्याङ्कनमा वाचन गर्न जान्दिनँ वा सक्दिनँ जस्तो लाग्छ र एउटा कोसिस गर्छु। यो कोसिस कस्तो हुनेछ। ओ देह यो मन्दिर धाम जस्तो, सञ्चेतना देवर धाम जस्तो। ओ देह यो मन्दिर धाम जस्तो, सञ्चेतना देवर धाम जस्तो। मानेरी जासुक्तिर मन्त्र तुल्य, यो जिन्दगानी छ बडो अमूल्य। यो जिन्दगानी छ बडो अमूल्य। कोरीलाई कन चट्ट चुल्ठो, गाँठा परी बन्द छ झन् गुजुल्टो। जाने मिलाए पछि मिल्छ नाप, यस्तै छ यो जीवनको हिसाब। यस्तै छ यो जीवनको हिसाब। पल्टाइए पुस्तक तुल्य पत्र, सानिध्यमा ज्ञान छ यत्र तत्र। जो दिन्छ आधारहरू समस्त, धरती बुझे हो गुरु सिद्धहस्त। धरती बुझे हो गुरु सिद्धहस्त। भोग्छौँ कि देख्छौँ कि पढेर सिक्छौँ, त्यो ज्ञानको आड मिलेर टिक्छौँ। शिक्षा लेखेर कतै नजाला, हो लाग्छ यो जीवन पाठशाला। हो लाग्छ यो जीवन पाठशाला। नेतृत्व जो गर्दछ बन्छ नेता, नेतृत्व जो गर्दछ बन्छ नेता। जो गर्छ सङ्घर्ष उही विजेता। देखि चुनौती पर भाग्नुहुन्न, यात्रा नहो जीवन थाक्नुहुन्न। देखि चुनौती पर भाग्नुहुन्न, यात्रा नहो जीवन थाक्नुहुन्न। यात्रा नहो जीवन थाक्नुहुन्न। धन्यवाद। हरिप्रसाद पौडेल सरजीलाई छोटो मिठो कविताको लागि अनुरोध गरेँ र त्यसपछि म स्मृति राष्ट्रतिर जान्छु। डाक्टर हरिगोविन्द यादवजी नै म सही उहाँ भइसकेको छ र म त्यसपछि रणजित सिद्दिकी बहराइच भारतलाई तयारी अवस्थामा बसिदिनुको लागि अनुरोध गर्न चाहन्छु। रहित सिद्दिकी हार्दिक